यो दृश्य कर्णाली प्रदेशको सुर्खेत स्थित छिन्चु जाजरकोट सडक खण्डको हो। सडक डिभिजन कार्यालय सुर्खेतले राताचौर नजिकैको साँधी खोलादेखि गुरुबाकोट नगरपालिकाको पोखरेसम्म सडक स्तरोन्नतिका लागि 1 वैशाख 2080 मा सम्झौता गरेको हो। ठेक्का लागेको 3 वर्ष बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन। बाटोले त हैरानी गराउँछ। यहाँको बाटो धुलो धुइरो हैरान छ। खाल्टा खुल्टी कति यो पुलमा हेर्नुहोस् कति बाइकहरू पल्टिया सेतामी भएका छन्। धुलाले यो पसलमा बसाइ छैन। दिनमा पानी चार्ने कति चार्ने केले चार्ने अलि पानी हालिदिने गर्दा पनि हुन्थ्यो। 79 करोड 78 लाख 27 हजार लागतको यो सडक निर्माणको जिम्मा केआस कन्स्ट्रक्सन प्रणालीले पाएको छ। तर ठूलो लगानी भए पनि काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। मेहेलकुना र बोटेचौर क्षेत्रका अधिकांश स्थानमा 33 केबी र 11 केबी विद्युत पोल तथा तार नहटाउँदा निर्माण कार्य प्रभावित बनेको छ। प्राधिकरणले चाहिँ सुपरभिजन गर्ने अनि काम चाहिँ सम्बन्धित सडकबाटै गर्ने हिसाबले चाहिँ त्यति बेला ठेक्का लागेको भन्ने चाहिँ मैले उहाँहरूले चाहिँ भन्नुभएको थियो। कसरी गर्ने त्यो काम भनेर चाहिँ अस्ति आउनुभएको थियो। अब छलफलकै चरणमा छ। एकचोटि चाहिँ हामी अब सडक कार्यालय अनि हामी बसेर त्यसलाई चाहिँ निचोडमा छिटै पुर्याउनेछौँ। 2083 साउनभित्र झण्डै 20 किलोमिटर सडक स्तर उन्नति गर्ने लक्ष्य छ। बजार क्षेत्रमा 4 लेन र बाँकी क्षेत्रमा डबल लेन सडक निर्माण गरिनेछ। तर विद्युत पोल सार्ने, रुख कटान र ठेक्का व्यवस्थापन पछि पनि पर्याप्त बजेट नहुँदा ढिलाइ भइरहेको छ। यो वर्ष सडक निर्माणका लागि जम्मा 12 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। तर प्रारम्भिक लागत विवरण अनुसार विद्युत पोल सार्न मात्रै करिब 4 करोड रुपियाँ विद्युतलाई दिनु पर्नेछ। मेलकुनाको सन्दर्भमा पानीको निकासको निम्ति अलिकति समस्याहरू आएर केही सडक निर्माणमा अलिकति ढिलाइ भएको भन्नु चाहिँ हो। हिजोको दिनमा सडक साँगुरो सडक हुँदै गर्दा सडककै छेउमा विद्युतका पोलहरू चाहिँ गाडिएको अवस्था चाहिँ छ। स्थानीय सरकारले भएका समस्याहरूलाई चाहिँ हामी अब त्यसलाई चाहिँ समाधान गर्दै अगाडि बढ्ने कुरामा चाहिँ हामी लागिरहेका छौँ। 3 वर्षको अवधिमा अधिकांश स्थानमा नाला, कल्भर्ट निर्माण र सडक चौडा गर्ने काम भएको छ। तर योजना तय गर्दा पर्याप्त बजेट सुनिश्चित नहुँदा स्थानीयले पीडा भोग्नु परेको अवस्थाको अन्त्य भने भएको छैन। सुशील खड्का, नेपाल टेलिभिजन, मेहेलकुना, सुर्खेत।